खानेपानी अभावले आजित इलामको फाकफोक्थुम गाउँपालिका वार्ड नम्बर 5 लुम्देका बासिन्दाले केही सातापछि भने अब घर घरमै खानेपानी पाउने भएका छन्। फाकफोक्थुम गाउँपालिकाले सङ्घीय सरकारसँगको साझेदारीमा लिफ्टसहितको खानेपानी आयोजना निर्माणलाई प्राथमिकता दिएपछि उपभोक्ताले खानेपानी सुविधा पाउने भएका हुन्। सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गत 80 लाख रुपियाँमा छरछरे मुहान माल्टेनी सल्लेरी खानेपानी आयोजना निर्माण भइरहेको छ। आउँदो असार मसान्तसम्म सम्झौता अवधि रहेको आयोजनाको 60% निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँमा खानेपानी चरम अभाव भएका बेला यो आयोजना निर्माण भएपछि स्थानीय हर्षित भएको फाकफोक्थुम गाउँपालिका वडा 5 का वडा सदस्य बुद्ध सुनवारको भनाइ छ। यहाँ चाहिँ खानेपानीको समस्या भइसकेपछि हामीले निर्वाचित भएर आउने क्रममै यसको पहिलो नम्बरको योजना ब्याङ्कमा हामीले योजना राखेका थियौँ। त्यो अनुरूप एक्सर्साइज गर्दा गर्दा बल्ल बल्ल यो क्रमागत बजेट अन्तर्गतको योजना चलेको छ। यो चाहिँ छरछरे मुहान माल्टेनी सल्लेरी खानेपानी योजना भनेर आएको छ। अहिले यो योजना आइपुग्दा चाहिँ यहाँका गाउँवासीहरू चाहिँ हर्षित र उल्लासका साथ उहाँहरूले हामीलाई यो सेवासीको काम बताइ पनि रहनु भएको छ। अब यो ट्याङ्की अहिले तपाईँको हेर्ने भने यहाँ 30,000 भने पनि अहिले हाम्रा काम गर्ने भाइहरूबाट बुझ्दाखेरि प्राविधिकहरूबाट बुझ्दा पनि यो चाहिँ अत्यन्तै ठुलो विशाल 40,000 भन्दा माथिको भन्ने आएको छ। र बिचमा एउटा डिसी ट्याङ्की बन्यो र अलिकति परतिर हेर्ने भने स्वच्छ खानेपानी मुहान बनेको छ। किनभने त्यहाँ चाहिँ एउटा फाल्गुनन्द महागुरुसँग जोडिएको कुराहरू आउँछन्। पहिला फाल्गुनन्द महागुरुले 5 तिर पानी उमार्ने भनिसकेपछि केही अशुद्ध भइसके पछाडि चाहिँ त्यो पानी भड्केर यो ठाउँमा ढुङ्गाको चेपबाट उम्रेको पानी एकदम शुद्ध स्वच्छ खानेपानी छ। आयोजनाको विशाल ट्याङ्की निर्माण भइरहेको छ भने अन्य संरचना धमाधम निर्माण भइरहेका छन्। आयोजना सम्पन्न हुँदा यहाँका 44 घर परिवारले प्रत्यक्ष लाभ लिन सक्ने फाकफोक्थुम गाउँपालिकाको भनाइ छ। नजिकै दर्जनौं पर्यटकीय स्थल समेत रहेकाले आयोजना सम्पन्न भएपछि पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने स्थानीयले अपेक्षा गरेका छन्। अब यो पानी चाहिँ पम्पिङद्वारा हामीले सेन्चेलिङ चिया बगान नजिकै इलाम र 5 थरको सिमाना क्षेत्र एकदम अग्लो डाँडामा लगिएको छ। त्यहाँ पनि 30,000 को ट्याङ्की बनेको छ र त्यसभन्दा मुनि पनि 10,000 को ट्याङ्की बन्नेछ। अब यति निर्माण गरिसके पश्चात चाहिँ यहाँका वासीहरूले चाहिँ खानेपानी एक घर एक धारा भन्ने जुन नारा छ त्यो नारा चाहिँ पूर्ण पाउनेछ। त्योभन्दा पहिलाको अवस्था चाहिँ के थियो भन्दाखेरि चाहिँ तपाईँको बर्खाको समयमा चाहिँ अब सुख दुःख तरिकाले पानी पिउँदै थिए। तर बर्खाको टाइममा चाहिँ पुर्खौली जस्तै डोकोमा पानी बोक्ने अनि खाने पिउने थियो र कपडा धुनु पर्यो भने पनि डोकोमा बोकेर धेरै तल जानुपर्ने अवस्था थियो। त्यो अवस्थालाई चाहिँ अब समस्याको हल हुन्छ। किनभने यहाँ चाहिँ घर घरेडी तपाईँको पछि चियाबारी राम्रो हुने, यहाँ चाहिँ राँके रवि भेडेटार सडक पनि चल्ने, दमकदेखि चल्ने हुँदा यहाँ त पर्यटक क्षेत्र स्थलहरू बन्ने ठाउँ घर घरेडी छ। अब त्यहाँ पनि यो खानेपानीले चाहिँ भविष्यलाई सहज बनाउँछ भन्ने चाहिँ हाम्रो बुझाइ लक्ष्य पनि रहेको छ।